पैसा खर्च गर्न मन नलाग्ने मनोवैज्ञानिक चालहरू। नमस्कार, आज म तपाईलाई एउटा यस्तो यात्रामा लिएर जाँदैछु जुन तपाईको पर्स, बैंक खाता र दिमागको बीचमा जोडिएको छ। के तपाईलाई पनि कहिलेकाहीँ यस्तो लाग्छ कि कुनै चीज नकिनी सुखै छैन, वा बजारमा केही देख्ने बित्तिकै तपाईको मनमा किन्ने इच्छाको भूकम्प आइहाल्छ, किनौ लागिराख्छ। के तपाईले कहिल्यै सोच्नु भएको छ कि यस्तो किन हुन्छ? वास्तवमा यो केवल पैसा वा वस्तुको कुरा होइन नि, यो हाम्रो दिमागको एउटा चाल हो। यो खर्च गर्ने बानी तपाईको इच्छा शक्तिको कमी होइन, यो त मनोविज्ञानको एउटा जटिल खेल हो। अक्सर हामी सोच्ने गर्दछौँ कि यदि हामीले बढी कमायौँ भने खर्चको समस्या समाधान हुन्छ। तर यथार्थमा जति धेरै कमाइन्छ नि, खर्च गर्ने प्रविधि पनि त्यति नै बढ्छ। मनोविज्ञानको दुनियाँमा यसलाई आय र खर्चको विरोधाभास अर्थात् इन्कम स्पेन्डिङ प्याराडक्स भनिन्छ। आज म तपाईहरूलाई पैसा खर्च गर्न मन नलाग्ने बनाउने 5 वटा शक्तिशाली मनोवैज्ञानिक चालहरू सिकाउने छु। यी चालहरू कुनै जादु होइनन्, तर मनोविज्ञानका गहिरा सिद्धान्तहरूमा आधारित छन्। यी उपायहरूले तपाईको दिमागलाई यसरी तालिम दिनेछन् जसले गर्दा तपाईको मनमा खर्च गर्ने इच्छा कम हुँदै जानेछ र बचत गर्ने बानीले ठाउँ लिनेछ। मैले यस भिडियोमा हरेक बुँदामा तपाईले नयाँ ज्ञान, रोचक तथ्य र आफ्नो जीवनमा तत्कालै प्रयोग गर्न सकिने उपायहरू समेटेको छु। यो एउटा यात्रा हो जुन तपाईको वित्तीय स्वतन्त्रताको ढोका खोल्नेछ। अब यी मनोवैज्ञानिक चालहरू सुरु गर्नुभन्दा अगाडि म तपाईसँग एउटा सानो अनुरोध गर्दछु। कृपया यदि तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ अर्थात् अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने यस च्यानललाई सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दछु। नयाँ भिडियो अपलोड भएको जानकारी पाउनलाई नोटिफिकेसन बेल आइकनलाई पनि अन गरिराख्नुहोस् भनेर आग्रह गर्दछु। साथै भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोस्। यो भिडियोलाई पुरै नहेरेसम्म तपाईले वास्तविकता बुझ्नलाई गाह्रो हुनेछ। त्यसैले यो भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्नुहोस् भनेर म अनुरोध गर्दछु। यस्ता वित्तीय परामर्शका कन्टेन्ट बनाउनलाई धेरै सोर्सहरू अध्ययन गर्नुपर्छ, समराइज गर्नुपर्छ, अर्थात् समग्रमा धेरै मेहनत गर्नुपर्छ। यसकारण मैले गर्ने रिक्वेस्ट भनेको भिडियोलाई अन्तिमसम्म सुनिदिनुहोस्, धेरैभन्दा धेरै फाइदा लिनुहोस्। वित्तीयसँग सम्बन्धित शिक्षाहरू भनेको प्रायजसो व्यवहारमा लागू गर्नुपर्ने हुन्छ। यसकारणले सुनेर मात्र हुँदैन, यसलाई तपाईले व्यवहारमा प्रयोग गर्नुभयो भने यसबाट तपाईले धेरैभन्दा धेरै प्रतिफल पाउन सक्नुहुन्छ। अब सुरु गरौँ पैसा खर्च गर्न मन नलाग्ने बनाउने मनोवैज्ञानिक चालहरूको पहिलो बुँदा। दुर्लभता र अवसर लागतको सिद्धान्त, द प्रिन्सिपल अफ स्कार्सिटी एन्ड अपर्च्युनिटी कस्ट। यो नियमले भन्छ कि जुन चीज कम पाइन्छ त्यसको मूल्य हाम्रो दिमागमा बढी हुन्छ र मार्केटिङ गर्नेहरूले यही सिद्धान्तको भरपूर फाइदा लिन्छन्। उनीहरूले भन्छन् अन्तिम 2 पिस मात्र बाँकी, सीमित समयको लागि मात्र छुट, आज मात्रै अफर छ है। यी शब्दहरू सुन्ने बित्तिकै हाम्रो दिमागमा एक किसिमको डर पैदा हुन्छ कि यदि हामीले यो मौका गुमायौँ भने फेरि यस्तो मौका आउँदैन। यसलाई मनोविज्ञानमा गुमाउने डर, फियर अफ मिसिङ आउट अर्थात् फोमो भनिन्छ। अब यसको मनोवैज्ञानिक असर के हुन्छ भने जब कुनै चिजको उपलब्धता कम हुन्छ हाम्रो दिमागमा त्यसलाई तुरुन्तै प्राप्त गर्ने हतार हुन्छ। यो हाम्रो मानव स्वभावको गहिरो हिस्सा हो।
प्राचीन समयमा जब खाना वा स्रोत साधनहरू सीमित हुन्थे, त्यसलाई छिटोभन्दा छिटो प्राप्त गर्ने प्रवृत्तिले हामीलाई बाँच्न मद्दत गर्थ्यो। आज पनि यो प्रवृत्ति हाम्रो दिमागमा अवचेतन रूपमा काम गर्छ। मार्केटिङ गर्ने कम्पनीहरूले यही प्राकृतिक कमजोरीको फाइदा उठाउँछन्। उनीहरूले उत्पादनको गुणस्तर वा आवश्यकतामा ध्यान दिनुभन्दा बढी त्यसको सीमिततामा जोड दिन्छन्। सन् 1975मा वैज्ञानिक स्टिफन वर्कल र जेम्स सेल्डाले एउटा रोचक अध्ययन गरे। उनीहरूले 2वटा जारमा कुकिज राखे। एउटा जारमा 10वटा कुकिज थिए र अर्को जारमा 2वटा मात्र। मानिसहरूलाई सोद्धा अधिकांशले 2वटा कुकिज भएको जारका कुकिजलाई बढी मूल्यवान ठाने। यसले देखाउँछ कि कुनै चिजको उपलब्धता जति कम हुन्छ, मानिसको नजरमा त्यसको मूल्य त्यति नै बढ्छ। यही सिद्धान्तलाई आजको ई-कमर्स वेबसाइटहरूले ओन्ली 5 लेफ्ट इन स्टक वा फ्ल्यास सेल इन्डिङ इन 2 आवर्स जस्ता सूचनाहरू दिएर प्रयोग गर्दछन्। जस्तै यसको वास्तविक उदाहरणहरू हेरौँ। जस्तै ब्ल्याक फ्राइडे वा दसैँ अफरहरू। ब्ल्याक फ्राइडे वा दसैँको समयमा कम्पनीहरूले बम्पर छुट वा सीमित स्टक जस्ता नारा लगाएर ग्राहकहरूलाई हतारमा निर्णय लिन बाध्य बनाउँछन्। मानिसहरूले आफूलाई नचाहिने चिजहरू पनि हतारमै किन्छन्, किनकि उनीहरूलाई लाग्छ कि यति सस्तोमा फेरि कहिले पनि पाइँदैन। अर्को उदाहरण छ कलाकारहरूको सीमित संस्करणको वस्तु। जस्तै कुनै पनि प्रसिद्ध कलाकारहरूको सीमित संस्करणको कलाकृति वा वस्तुको मूल्य अत्याधिक हुन्छ। यसको कारण हो त्यो वस्तु विशेष हो वा सबैले पाउँदैनन्। अर्को पनि एउटा उदाहरण दिन्छु। जस्तै बस वा हवाईजहाजको टिकटको मूल्य। जब तपाईँ बस वा हवाईजहाजको टिकट बुक गर्नुहुन्छ वेबसाइटमा वा काउन्टरमा, ल अब 2 सिट मात्र बाँकी छ है, 2 सिट मात्र बाँकी छ है, सबै गयो भनेर सूचना आउँछ, जसले तपाईँलाई हतारमा निर्णय लिन बाध्य बनाउँछ। वास्तवमा त्यहाँ धेरै सिटहरू खाली भएका पनि हुन सक्छन्। यसर्थ यसलाई अब हामीले दैनिक जीवनमा प्रयोग गर्न सकिने उपायहरू के हुन् त सुनौ। आफ्नो फोमो अर्थात् फियर अफ मिसिङ आउटलाई अवसर लागतमा बदल्नुहोस्। जब तपाईँ कुनै सीमित अफर देख्नुहुन्छ, त्यसलाई नकिनी तपाईँले के पाउनुहुन्छ भन्ने कुरामा ध्यान दिनुहोस्। उदाहरणको लागि, यदि तपाईँले रु 10,000 को मोबाइल नकिनिकन सोही रकम बचत गर्नुभयो भने त्यो पैसाले तपाईँले भविष्यमा के गर्न सक्नुहुन्छ। हुनसक्छ एउटा नयाँ सिप सिक्न सक्नुहुन्छ, परिवारसँग घुम्न जान सक्नुहुन्छ वा त्यसलाई लगानी गरेर बढाउन पनि सक्नुहुन्छ। अब यसको लागि यसो गर्नुहोस्, 30 दिनको नियम लागू गर्नुहोस्। कुनै पनि ठुलो खर्च गर्नु अघि 30 दिनसम्म पर्खिनुहोस्, अर्थात् तपाईँले यो समयलाई तलमाथि गर्न पनि सक्नुहुन्छ। यदि 30 दिनपछि पनि तपाईँलाई त्यो चिज आवश्यक छ भन्ने लाग्छ भने मात्रै किन्नुहोस्। अधिकांश समय तपाईँको त्यो इच्छा 30 दिनभित्र हराएर जानेछ। अर्को महत्त्वपूर्ण कुरा, बचतको अवसर सृजना गर्नुहोस्। जुन रकम तपाईँ खर्च गर्न लागेको हुनुहुन्थ्यो नि, त्यसलाई तुरुन्तै बचत खातामा ट्रान्सफर गर्नुहोस्। यसले तपाईँलाई खर्च गरेको जस्तै सन्तुष्टि दिन्छ, तर वास्तवमा त्यो रकम तपाईँको भविष्यको लागि काम गरिरहेको हुन्छ। ल अब जाउँ पैसा खर्च गर्न मन नलाग्ने बनाउने मनोवैज्ञानिक चालहरूको दोस्रो बुँदा। कल्पना वा ढिलो सन्तुष्टिको शक्ति, द पावर अफ भिजुअलाइजेसन एन्ड डिलेड ग्रेटिफिकेसन। हाम्रो दिमाग तत्कालीन सन्तुष्टिमा बढी केन्द्रित हुन्छ। आजको सानो सन्तुष्टिले हामीलाई भोलिको ठुलो फाइदाबाट टाढा राख्छ। यसलाई तत्कालीनताको पूर्वाग्रह भनिन्छ। मनोविज्ञानको यो नियम अनुसार हामी भविष्यको
ठुलो लाभलाई भन्दा वर्तमानको सानो लाभलाई बढी महत्त्व दिन्छौँ। यो सन्दर्भमा यस्तो मनोविज्ञान हुन्छ। हाम्रो दिमागको एक हिस्सा जसलाई लिम्बिक प्रणाली भनिन्छ, लिम्बिक सिस्टम, तत्कालीन इनामको खोजीमा हुन्छ। यसले भविष्यको योजना बनाउनुभन्दा अहिलेको सुखमा ध्यान केन्द्रित गर्छ। यसै कारण हामीले बचत गर्नुको सट्टा नयाँ मोबाइल किनिहाल्छौँ। स्वास्थ्यमा ध्यान दिनुको सट्टा जङ्क फुड खाइहाल्छौँ। तर हाम्रो दिमागको अर्को हिस्सा प्रिफ्रन्टल कोर्टेक्स हो, जसले भविष्यको योजना र विवेकपूर्ण निर्णय लिने काम गर्छ। जति धेरै हामीले यसलाई तालिम दिन्छौँ त्यति नै हामी ढिलो सन्तुष्टि लिन सक्षम हुन्छौँ। विश्वको सबैभन्दा प्रसिद्ध मनोवैज्ञानिक अध्ययनमध्ये एक हो मार्समेलो टेस्ट, जुन 1960 को दशकमा स्ट्यानफोर्ड विश्वविद्यालयमा गरिएको थियो। त्यस अध्ययनमा बच्चाहरूलाई एउटा मार्समेलो दिइयो र भन्यो कि यदि उनीहरूले 15 मिनेटसम्म नखाई पर्खियो भने उनीहरूलाई अर्को एउटा मार्समेलो दिइनेछ। केही वर्षपछि ती बच्चाहरूको जीवनलाई अध्ययन गर्दा ढिलो सन्तुष्टि लिन सफल भएका बच्चाहरूले शैक्षिक र व्यक्तिगत जीवनमा बढी सफलता हासिल गरेको पाइयो। यो अध्ययनले ढिलो सन्तुष्टि हाम्रो सफलताको लागि कति महत्त्वपूर्ण छ भन्ने देखाउँछ। अब यो नियमलाई कसरी व्यवहारमा प्रयोग गर्ने भनेर केही म उदाहरणहरू दिन्छु। जस्तै भविष्यको लागि बचत। कुनै व्यक्तिले आजको पार्टीमा खर्च गर्नुको सट्टा आफ्नो बच्चाको शिक्षाको लागि बचत गरिरहेको छ। यो एउटा ढिलो सन्तुष्टिको एउटा उत्कृष्ट उदाहरण हो। अनि स्वस्थ जीवनशैली। आजको चकलेटको सट्टा फलफुल खानु, आजको आलस्यको सट्टा व्यायाम गर्नु, यी सबै ढिलो सन्तुष्टिको अभ्यास हुन्, जसको परिणाम भविष्यमा स्वस्थ र ऊर्जावान शरीरको रूपमा पाइन्छ। र अर्को छ सपनाको घर वा यात्रा। यदि तपाईँ आफ्नो सपनाको घरको लागि पैसा बचत गर्दै हुनुहुन्छ भने तपाईँ हरेक महिना अनावश्यक खर्च कम गर्दै हुनुहुन्छ। यो बचत तपाईँको भविष्यको सपना हो। अब यो नियमलाई हामीले दैनिक जीवनमा यसरी प्रयोग गर्न सक्छौँ। पहिला आफ्नो लक्ष्यको कल्पना गर्नुहोस्। तपाईँले बचत गरिरहेको पैसाले तपाईँको जीवनमा के परिवर्तन ल्याउँछ, त्यसको स्पष्ट मानसिक चित्र बनाउनुहोस्। यदि तपाईँ यात्राको लागि बचत गर्दै हुनुहुन्छ भने त्यो ठाउँको फोटो हेर्नुहोस्, त्यहाँको बारेमा पढ्नुहोस्। यसले तपाईँको दिमागलाई भविष्यको लाभसँग जोड्छ र तत्कालीन इच्छालाई कमजोर बनाउँछ। एउटा भिजन बोर्ड बनाउनुहोस्। आफ्नो लक्ष्यको फोटो र प्रेरक शब्दहरूलाई एउटा बोर्डमा टाँस्नुहोस्। यसलाई आफ्नो कोठामा, डेस्कटपमा वा मोबाइलको वालपेपरमा राख्नुहोस्। यसले तपाईँलाई निरन्तर रूपमा तपाईँको लक्ष्यको सम्झना गराउँछ। आफ्नो बचत खातालाई नाम दिनुहोस्। तपाईँको बचत खातालाई बचत भनेर नाम दिनुको सट्टा युरोप यात्रा फन्ड अथवा यस्तो कार किन्ने फन्ड अथवा सपनाको घर भनेर नाम दिन सक्नुहुन्छ। यसले बचतलाई एउटा उद्देश्य दिन्छ। अब जाउँ पैसा खर्च गर्न मन नलाग्ने बनाउने मनोवैज्ञानिक चालहरूको तेस्रो बुँदा, घर्षण विधि र डिजिटल न्यूनतावाद, द फ्रिक्सन मेथड एन्ड डिजिटल मिनिमालिजम। आधुनिक प्रविधिले खर्च गर्ने प्रक्रियालाई अत्यन्तै सजिलो बनाइदिएको छ। वन क्लिक खरिद, क्रेडिट कार्डको जानकारी स्वतः सेभ हुने सुविधा र 24 घण्टा अनलाइन पसलको पहुँचले खर्चलाई लगभग घर्षणरहित बनाइदिएको छ। घर्षण विधि, फ्रिक्सन मेथड भन्नाले कुनै पनि कार्यलाई गर्न अलि कठिन बनाउनु हो, जसले गर्दा सो कार्य गर्ने सम्भावना कम हुन्छ। अब यसको मनोवैज्ञानिक असर यस्तो छ। हाम्रो मानव दिमागले सजिलो बाटो रोज्छ। जब खर्च गर्ने प्रक्रियामा कुनै बाधा हुँदैन,
हाम्रो दिमागले त्यसलाई सहजै स्वीकार गर्छ। यसको ठिक विपरीत यदि हामीले खर्च गर्ने प्रक्रियामा सानो सानो बाधा थप्यौँ भने हाम्रो दिमागले खर्च नगर्ने निर्णय लिन सक्छ। यो सिद्धान्त व्यावहारिक अर्थशास्त्र बिहेभियरल इकोनोमिक्समा आधारित छ, जहाँ वातावरणमा सानो परिवर्तन गरेर मानिसको व्यवहारलाई प्रभावित गर्न सकिन्छ। वैज्ञानिक रिचर्ड थेलर र क्यास सनस्टाइनले आफ्नो किताब नजमा यस सिद्धान्तको बारेमा विस्तृत रूपमा चर्चा गरेका छन्। उनीहरूले देखाए कि मानिसको निर्णयलाई प्रभावित गर्न ठूलो परिवर्तनको आवश्यकता पर्दैन, केवल निर्णय गर्ने वातावरणलाई सानोतिनो तरिकाले परिवर्तन गरे पुग्छ। उदाहरणका लागि, यदि कम्पनीको कर्मचारीले आफ्नो तलबको एक हिस्सा स्वतः बचत गर्ने विकल्प रोज्न सक्छ भने उसले बचत गर्ने सम्भावना धेरै हुन्छ। यो विषयसँग सम्बन्धित हाम्रो वास्तविक जीवनका केही उदाहरणहरू म दिन्छु है त। जस्तै दराज वा ई-कमर्स जस्ता एप्समा वन क्लिक चेकआउट, क्यास अन डेलिभरी वा डिजिटल वालेट जस्ता सुविधाले खरिद प्रक्रियालाई सहज बनाइदिन्छ। यसले गर्दा सोच्नको लागि समय नै पाइँदैन। हामीसँग डिजिटल वालेटमा पैसा छ भने मन परेको सामान तुरुन्तै किनिहाल्छौँ। अनि अर्को छ क्रेडिट कार्डको सुविधा। तपाईँको क्रेडिट कार्ड नम्बर अनलाइन पसलमा सेभ हुँदा तपाईँले पासवर्ड पनि हाल्नु पर्दैन। यसले खर्च गर्ने हतारलाई बढाउँछ। अब यी प्रक्रियाहरूको बाधा भनेको क्यासको प्रयोग। जब हामी नगद प्रयोग गर्छौँ हामीलाई पैसा खर्च भएको अनुभूति हुन्छ, तर जब हामी क्रेडिट कार्ड प्रयोग गर्छौँ खर्च अवश्य हुन्छ। यसैले क्रेडिट कार्ड प्रयोग गर्दा बढी खर्च हुने हो। अब यो घस्रण विधि र डिजिटल न्यूनतावादको मनोविज्ञानलाई कम गर्न अथवा हटाउनलाई हामीले दैनिक जीवनमा प्रयोग गर्न सकिने केही उपायहरू यस्ता छन्। अरू नयाँ उपायहरू पनि तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। पहिलो छ क्रेडिट कार्डको जानकारी हटाउनुहोस्। अब सबै अनलाइन सपिङ वेबसाइटहरूबाट आफ्नो क्रेडिट कार्डको जानकारी हटाउनुहोस् यदि प्रयोग गर्नुभएको छ भने। यसले गर्दा हरेक पटक खरिद गर्दा तपाईँले कार्डको नम्बर र विवरण हाल्नुपर्छ। यो सानो बाधाले तपाईँलाई सोच्ने मौका दिन्छ। अनलाइन पसलका एपहरू हटाउनुहोस्। मोबाइलमा रहेका सबै अनलाइन सपिङका एपहरू पनि डिलिट गर्नुहोस्। यदि तपाईँलाई साँच्चै कुनै सामान किन्न आवश्यक छ भने वेबसाइटमा जानुपर्ने हुन्छ, जुन अलिकति कठिन काम हो। अनि विज्ञापन अथवा प्रचारका इमेलहरू अनसब्स्क्राइब गर्नुहोस्। तपाईँलाई लोभ्याउने सबै प्रकारका इमेलहरूबाट अनसब्स्क्राइब गर्नुहोस्। यसले तपाईँको दिमागलाई अनावश्यक खर्चको प्रलोभनबाट टाढा राख्छ। अनि अन्तिममा क्यास मात्र नियम लागू गर्नुहोस्। केही निश्चित खर्चका लागि जस्तै किराना सामान वा बाहिर खाँदा नगद मात्र प्रयोग गर्ने नियम बनाउनुहोस्, जसले तपाईँलाई पैसा कति खर्च भइरहेको छ भन्ने कुराको प्रत्यक्ष अनुभव दिन्छ। मोबाइल ब्याङ्किङ, डिजिटल वालेट, यसमा कम पैसा हाल्नुहोस्, फिङ्गर प्रिन्ट नराख्नुहोस्, गाह्रो पासवर्ड राख्नुहोस्। यसले गर्दा पनि हाम्रो खर्चमा कमी आउँछ। जब खर्च गर्न सजिलो हुन्छ तब हामीलाई खर्च गर्न हतार हुन्छ। ल अब पैसा खर्च गर्न मन नलाग्ने बनाउने मनोवैज्ञानिक चालहरूको चौथो तरिका अर्थात् चौथो बुँदा, सामाजिक तुलना र पहिचानको भूमिका, द रोल अफ सोसियल कम्प्यारिजन एन्ड आइडेन्टिटी। मानिसहरू सामाजिक प्राणी हुन्। हामीले आफ्नो मूल्य र पहिचान अक्सर अरूसँग तुलना गरेर परिभाषित गर्छौँ। याद गर्नुहोस् है, यसै कारण हामीले अरूसँग भएको वस्तु आफूसँग पनि होस् भन्ने चाह गर्छौँ। यसलाई सामाजिक तुलनाको सिद्धान्त भनिन्छ, सोसल कम्प्यारिजन थ्योरी। सोसल मिडियाले यो प्रवृत्तिलाई अझै बढाएको छ। हामीले प्राय आफ्नो पहिचानलाई कपडा, गाडी वा मोबाइल जस्ता वस्तुसँग जोडेका हुन्छौँ, जसले गर्दा हामीलाई निरन्तर खर्च गर्न बाध्य बनाउँछ। सामाजिक तुलना र पहिचानको भूमिकामा मनोवैज्ञानिक पक्ष भनेको यस्तो छ।
हाम्रो दिमागमा सन्दर्भ बिन्दु हुन्छ, रेफरेन्स पोइन्ट, जसले हामीलाई कहाँ छौँ भन्ने कुराको जानकारी दिन्छ। जब हामी सोसल मिडियामा आफ्ना साथीहरूलाई नयाँ गाडी वा विदेश यात्राको फोटोमा देख्छौँ, हाम्रो सन्दर्भ बिन्दु रेफरेन्स पोइन्ट चाहिँ परिवर्तन हुन्छ। हामीलाई लाग्छ कि हामी उनीहरूभन्दा पछि परेका छौँ र हामीलाई पनि त्यस्तै जीवनशैलीको आवश्यकता छ। अब यसले हाम्रो आत्मसम्मानलाई प्रभावित गर्छ र हामीलाई खर्च गर्न बाध्य बनाउँछ। हामीले सोच्छौँ कि यदि मैले त्यो वस्तु किने भने मेरो पहिचान र सामाजिक हैसियत पनि बढ्छ, होइन त? सन् 1954 मा लियोन फेस्टिङ्गरले सामाजिक तुलनाको सिद्धान्त प्रस्तुत गरे, एकजना वैज्ञानिकले। उनले भने कि मानिसहरूले आफ्नो विचार, क्षमता र व्यवहारको मूल्याङ्कन अरूसँग तुलना गरेर गर्छन्। सोसल मिडियाको आगमनपछि त यो तुलनाको दायरा अझ फराकिलो भएको छ। सन् 2019 मा पेन्सिल्भेनिया विद्यालयले गरेको एउटा अध्ययन अनुसार सोसल मिडियाको प्रयोग कम गर्ने मानिसहरूले डिप्रेसन र एक्लोपनको कम महसुस गरेको पाइयो। यसले देखाउँछ कि अनावश्यक सामाजिक तुलनाले हाम्रो मानसिक स्वास्थ्यलाई नकारात्मक असर पार्छ र खर्च गर्ने बानीलाई पनि बढाउँछ। यो विषयमा म केही वास्तविक जीवनका उदाहरणहरू प्रस्तुत गर्छु, जस्तै नयाँ मोबाइलको प्रतिस्पर्धा। जब बजारमा नयाँ आइफोन आउँछ, अर्थात् कुनै पनि ब्रान्डको नयाँ मोडल आउँछ, तपाईँको साथीले किन्ने बित्तिकै तपाईँलाई पनि त्यही मोबाइल किन्न मन लाग्छ, किनकि तपाईँलाई लाग्छ कि यदि मसँग त्यो मोबाइल भएन भने म पछाडि परेको देखिन्छु। अनि फेसनको चक्र, हामी फेसनमा मात्रै खर्च गर्छौँ, किनकि हामी अरू मानिसले के लगाउँछौँ त्यससँग आफूलाई मिलाउन चाहन्छौँ। र अर्को उदाहरण सामाजिक समारोहमा खर्च। विवाह, भोज वा अन्य सामाजिक समारोहमा गरिने खर्च अक्सर गरेर आफ्नो हैसियत देखाउनका लागि गरिन्छ, वास्तविक आवश्यकताका लागि होइन। यसै कारण यी कुराहरूलाई, अर्थात् यो चौथो नियमलाई हाम्रो दैनिक जीवनमा प्रयोग गर्न सकिने उपायहरू के हुन् त? सुनौ। पहिलो कुरा, आफ्नो पहिचानलाई पुनः परिभाषित गर्नुहोस्। तपाईँको पहिचान तपाईँको खर्च गर्ने बानी वा तपाईँले लगाउने कपडाले होइन, तपाईँको मूल्य, तपाईँको सिप र तपाईँको चरित्रले बन्छ। आफ्नो पहिचानलाई भौतिक वस्तुसँग जोडिनुको सट्टा आफ्नो आन्तरिक गुणहरूमा केन्द्रित गर्नुहोस्। दोस्रो, आफ्नो उद्देश्यमा ध्यान केन्द्रित गर्नुहोस्। तपाईँले किन पैसा बचत गर्दै हुनुहुन्छ त्यसको कारणलाई सधैँ सम्झनुहोस्। तपाईँ आफ्नो भविष्य सुरक्षित गर्न, यात्रा गर्न वा नयाँ व्यवसाय सुरु गर्न बचत गर्दै हुनुहुन्छ, अर्थात् अरू कुनै उद्देश्य हुन सक्ला। यो उद्देश्य कुनै पनि सामाजिक तुलनाभन्दा बढी महत्त्वपूर्ण हुन्छ, होइन त? र तेस्रो कुरा, सचेत सामाजिक मिडिया प्रयोग गर्नुहोस्। सोसल मिडियामा अरूको जीवन हेर्दा त्यो केवल रिल हो भन्ने कुरा सम्झनुहोस्। रियल होइन, रिल हो भन्ने कुरा सम्झनुहोस्। मानिसले आफ्ना राम्रा पलहरू मात्रै देखाउँछन्, त्यसैले आफूलाई अरूसँग तुलना नगर्नुहोस्। फेरि भन्दछु, मानिसहरूले आफ्ना राम्रा पलहरू मात्रै देखाउँछन्, त्यसैले आफूलाई अरूसँग तुलना नगर्नुहोस्। अब अन्तिममा, पैसा खर्च गर्न मन नलाग्ने बनाउने मनोवैज्ञानिक चालहरूको पाँचौं बुँदा, अर्थात् मैले तयार पारेको पाँचौं अर्थात् अन्तिम बुँदा, बचतको गेमिफिकेसन र वित्तीय सजगता, द गेमिफिकेसन अफ सेभिङ एन्ड फाइनेन्सियल माइन्डफुलनेस। हाम्रो दिमाग पुरस्कार र सजायको सिद्धान्तमा काम गर्छ। जब हामी कुनै राम्रो काम गर्छौँ, हाम्रो दिमागले डोपामाइन भन्ने रसायन निकाल्छ, जसले हामीलाई खुसी र सन्तुष्टिको अनुभव दिन्छ। गेमिफिकेसनले
यही सिद्धान्त प्रयोग गरेर बचतलाई एक खेलमा परिणत गर्छ। अर्कोतर्फ वित्तीय सजगताले हामीलाई प्रत्येक खर्च गर्नुअघि रोकिन र सोच्न सिकाउँछ। बचतको गेमिफिकेसन र वित्तीय सजगतामा मनोवैज्ञानिक व्याख्या यस्तो छ। जब हामी कुनै खेल खेल्छौँ, हामीलाई पुरस्कार, अङ्क र स्तरमा प्रगति हुँदा खुसी लाग्छ। यही खुसीलाई बचतको प्रक्रियामा पनि प्रयोग गर्न सकिन्छ। जब तपाईँ आफ्नो बचत लक्ष्यमा पुग्नुहुन्छ, तपाईँको दिमागलाई एउटा पुरस्कारको अनुभूति हुन्छ, जसले तपाईँलाई थप बचत गर्न प्रेरित गर्छ। यसलाई लक्ष्य ढुङ्गाको प्रभाव, गोल ग्रेडियन्ट इफेक्ट भनिन्छ। यो सिद्धान्त अनुसार कुनै पनि लक्ष्यको नजिक पुग्दा मानिसको प्रेरणा अझै बढ्छ। हवार्ड विश्वविद्यालयले गरेको एउटा अध्ययन अनुसार यदि मानिसहरूले आफ्नो खर्च र बचतको बानीलाई निगरानीमा राख्छन् भने उनीहरूले आफ्नो वित्तीय लक्ष्यमा पुग्ने सम्भावना बढी हुन्छ। यस अध्ययनले वित्तीय सजगताको महत्त्वमा जोड दिएको थियो। वित्तीय सजगता, फाइनेन्सियल माइन्डफुलनेसको अर्थ यो हो कि हरेक खर्च गर्नुअघि सोच्नु, म यो किन किन्दैछु? के यो मेरो आवश्यकता हो वा इच्छा मात्र? यसले मेरो वित्तीय लक्ष्यमा के असर पार्छ? यसर्थ बचतको गेमिफिकेसन र वित्तीय सजगताको लागि वास्तविक जीवनका उदाहरणहरू यस प्रकार छन्। नम्बर 1, बजेटिङ एप्स। आज धेरै बजेटिङ एप्स छन् जसले तपाईँको खर्चलाई ग्राफ, चार्ट र प्रगति बारको रूपमा देखाउँछ। यसले तपाईँलाई एक खेलमा जस्तै आफ्नो प्रगति देख्न मद्दत गर्छ। दोस्रोमा छ बचतको प्रतिस्पर्धा। साथीहरूसँग बचत च्यालेन्ज राख्नुहोस्, जहाँ जसले धेरै बचत गर्छ ऊ विजेता बन्छ। यसले बचतलाई एक प्रतिस्पर्धात्मक र रमाइलो क्रियाकलाप बनाउँछ। तेस्रोमा छ बचतको भाँडो नियम। हरेक पटक जब तपाईँ कुनै अनावश्यक चिज किन्नबाट जोगिनुहुन्छ, त्यो पैसालाई एउटा विशेष भाँडोमा राख्नुहोस् अथवा खुत्रिकेमा राख्नुहोस् वा ब्याङ्कमा पनि जम्मा गर्न सक्नुहुन्छ। जब त्यो भाँडो भरिन्छ, तपाईँलाई आफ्नो सफलताको अनुभूति हुन्छ। यस नियमको लागि हामीले दैनिक जीवनमा प्रयोग गर्न सकिने उपायहरू यस प्रकार छन्। पहिलो, गेमिफिकेसनको लागि कुनै एप प्रयोग गर्नुहोस्। मनीफाई वा पकेट ग्राउन्ड जस्ता एपहरू प्रयोग गर्नुहोस्, जसले तपाईँको खर्चलाई रमाइलो तरिकाले ट्र्याक गर्न मद्दत गर्छ। दोस्रो, आफैलाई पुरस्कार दिनुहोस्, तर पैसा खर्च गरेर होइन। जब तपाईँ कुनै सानो बचत लक्ष्यमा पुग्नुहुन्छ, आफूलाई कुनै गैर आर्थिक पुरस्कार दिनुहोस्, जस्तै आफूलाई मनपर्ने किताब पढ्नु, मनपर्ने फिल्म हेर्नु वा प्रकृतिमा घुम्न जानु। तेस्रो महत्त्वपूर्ण छ, 20 सेकेन्डको नियम लागू गर्नुहोस्। जब तपाईँ कुनै चिज किन्न मन बनाउनुहुन्छ, 20 सेकेन्डसम्म रोकिनुहोस्। यो 20 सेकेन्डको समयमा आफ्नो दिमागमा प्रश्न गर्नुहोस्, के मलाई यो साँच्चै आवश्यक छ? यसले मेरो वित्तीय लक्ष्यमा के असर पार्छ? यो सानो ब्रेकले तपाईँको आवेगलाई रोक्नलाई मद्दत गर्दछ। साथीहरू, आज हामीले 5 महत्त्वपूर्ण मनोवैज्ञानिक चालहरूको बारेमा कुरा गर्यौँ। दुर्लभताको चाललाई अवसर लागतमा बदल्ने, भविष्यको लक्ष्यलाई कल्पना गर्ने, खर्चमा घर्षण थप्ने, सामाजिक तुलनाको जालबाट बाहिर निस्कने र बचतलाई एक खेल बनाउने। यी कुनै जादुई उपाय होइनन्, बरु तपाईँको दिमागलाई अझै विवेकशील र नियन्त्रित बनाउने विज्ञान आधारित अभ्यासहरू हुन्। याद राख्नुहोस्, पैसा खर्च गर्ने बानी तपाईँको इच्छा शक्तिको कमी होइन, यो त हाम्रो दिमागको आन्तरिक प्रवृत्ति, आधुनिक प्रविधिको सरलता र सामाजिक दबावको परिणाम हो। तर आज तपाईँले यी चालहरूको बारेमा सिक्नुभयो। अब तपाईँले आफ्नो दिमागको खेललाई बुझ्नुभयो र यसलाई आफ्नो नियन्त्रणमा राख्ने उपकरणहरू पनि पाउनुभयो। वित्तीय स्वतन्त्रताको यात्रा एक म्याराथन हो, स्प्रिन्ट होइन।
यो यात्रामा सानो सानो कदम चालेर पनि ठुलो सफलता पाउन सकिन्छ। आजको यो जानकारीले तपाईलाई आफ्नो खर्चको चक्रव्यूहबाट बाहिर निस्कने शक्ति दिनेछ भन्ने मेरो विश्वास छ। अब तपाईले खर्च गर्ने बानीलाई होइन, आफ्नो वित्तीय भविष्यलाई नियन्त्रण गर्न सक्नुहुन्छ। यसबाट तपाईले बचत गर्ने बानीको केवल वित्तीय लाभ मात्र होइन, बल्कि त्यसबाट प्राप्त हुने मानसिक शान्ति र आनन्दको अनुभव पनि प्राप्त गर्नुहुनेछ। तपाईको जीवनलाई तपाईले चाहे जस्तै बनाउने शक्ति तपाईको हातमा छ। आजदेखि यिनै चालहरूलाई आफ्नो जीवनमा लागू गर्नुहोस् र आफ्नो खर्च गर्ने बानीलाई एउटा नयाँ दिशा दिनुहोस्। तपाईको भविष्य तपाईको हातमा छ, यसलाई उज्जवल बनाउनुहोस्। अन्तमा पैसा खर्च गर्न मन नलाग्ने बनाउने 5 वटा मनोवैज्ञानिक चालहरूमध्ये तपाईलाई सबैभन्दा बढी कुन चाहिँ मन पर्यो, कृपया कमेन्टमा लेख्न नबिर्सिनुहोस् है। हवस् त, यस्तै सन्देशमूलक सामग्री लिएर फेरि आउनेछु। अहिलेलाई बिदा हुन्छु। धन्यवाद।